सबले त्यहाँ सब्स्क्राइब सबलाई देखाउनु पर्यो Let's go. Yo man, yo. Lazam badda. So, hello and welcome guys, welcome back to my YouTube channel once again. Jinta Gordon Ferry Pani. Naya video later I saw you. सो गाइज अहिले चाहिँ के भन्छ इन्द्र भाइ आकाश दाई त्यस पछाडि चाहिँ म अनि दुईवटा भान्जाहरू चाहिँ घुम्नको लागि यसो चट्टो पारामा निस्केका छौँ होइन साटो बाटोसम्म चाहिँ जाने भन्ने कुरा हो क्या र नि अनि मैले आज भिडियो पनि रेकर्ड गरौँ भने कि धेरै पछि भिडियो रेकर्डै गरिँदैन यार अल्छी लाग्छ भने अल्छी पनि लाग्छ अर्को कुरा लाज पनि लाग्छ बिकज अब त्यस्तो के भन्छ सधैँ रेकर्ड गरिँदैन नि त त्यही भएर पनि होला है धेरै पछि रेकर्ड गरेपछि थोरै लाज पनि लाग्दो रहेछ कि आज नयाँ वर्षको दिनमा होइन सबै पसलहरू पनि बन्द छ कि फेरि सबै घुम्न गइरहेछ साटो बाटोतिर सो हामी पनि घुम्दै हालौँ न त भनेर दाइहरूलाई दाइ र इन्द्र भाइले चाहिँ चट्ट भनेर चाहिँ हामी निस्किरहेछौँ कि दुईजना तीनजना चार पाँचजना अनि आकाश दाइको दिदीहरू पनि हुनुहुन्छ उहाँहरू पनि हामीसँगै हुनुहुन्छ उहाँहरू चाहिँ फेरि अटोमा जानुभएको छ अलिक गाडी यसो रमाइलो हुन्छ कि भनेर साटो बाटो गइरहेछौँ हामी होइन आज चाहिँ अटोहरू पनि बहुत गइरहेछ कि साटो बाटो हेर्नु न तर आज नयाँ वर्षको दिन होइन मान्छेहरूको मान्यता के हुँदो रहेछ भनेपछि यो के भन्छ वर्षको पहिलो दिनमै अब जे हुन्छ त्यो चाहिँ वर्षभरि नै त्यस्तै हुन्छ भन्छन् कि मान्छेहरूले त्यो त हुन्छ कि हुँदैन आई डोन्ट नो होइन अब तर मान्छेहरूको विश्वास चाहिँ त्यस्तै छ के भन्छ वैशाख 1 गते चाहिँ जे हुन्छ अरे होइन जे गरिन्छ अरे त्यो चाहिँ वर्षभरि नै गरिन्छ अरे क्या त्यही भएर मैले आजको दिन चाहिँ भिडियो बनाउँदैछु होइन वर्षभरि पनि भिडियो बनाइराखौँ भनेर जस्ट किडिङ है ए केटा के छ हाय 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 कहाँबाट लगेको दाइले Yeah, you're doing wrong thing मेरो दाइ यस्तो साँगुरोमा कस्तो कुदाएको मेरो दाइले स्कुटी पनि माया बिरान हाँस्या छ केटा सो गाइजहरु चाहिँ हामी साटो बाटो पनि आइपुग्यौँ आज नयाँ वर्ष हामी घुम्न आउने ठाउँहरू कुनै पनि छैन कि साटो बाटो नै हो सबै घुम्ने साटो बाटो यहाँ त भिड पो रहेछ त आज त ए मेरो दाइ यहाँ त भिड पो छ त माथि जाने है हामी अन्टीहरूलाई पर्खिने होला नि भान्जाहरूले जोसाएर
रेस जति हुन्न रहेछ तान्दैन रहेछ यार भने जति सोचले तान्दैन बाइकले जान्थ्यो बरु बाइकले हुन्थ्यो योजीले भनेर कि स्कुटी यसले चलाउनु पाउँछु ल कोली जित्छ ल केटा दुईजना फाइट खेल ल कोल जित्छ ल कोली जित्छ के रे दाइ के छ रे यार आज धेरै भिड छ भिड छ वर्षको पहिलो दिनै सब रित्तिन आएन वर्षभरि रित्तिन पर्छ भन्ने वर्षभरि हामी माइनसमा जान्छौँ नि दाइ तर माइनसमा गए पनि खासै फरक पर्दैन दाइलाई त माइनसमा गए त फरक परिहाल्यो यार माइनस परेन। माइनस हो नि के हो इन्द्र भाइ प्लसमा आएको छ केटाहरू अघि हाँस्या थिए पुरा होइन के हो त्यो आज हेर्नु त फेरि गर त भाइ नयाँ वर्ष केरा खाएपछि फेरि सधैँ केरा खाएको खाइ भइन्छ अरे नि त्यही खानु पाइयो भने त मिठो मलाई जुन गिराउँछ निकै जस्तो हो कहाँबाट बोले थाहा हुन्छ अहिले यता उता गाडी आयो छोडिदिनुहोस् गाडी आयो क्या हान्दै लाग्यो दाइ हान्दै लाएर बर्बाद होला के 223 भएको छ दाइ पेट्रोल त 223 छ इट्स नट अ बिग डिल कस्तो बिग डिल इट्स नट अ बिग डिल नेपालीले मान्दैन यो 400 रुपियाँ भए पनि नेपालीले तेल हालेर चढ्छ नि केटा हो हाम्रो भगाडेर अहिले केटा भन्ने नि केटा हो गाइजहरू यसलाई हामी फेरि ओभरट्याक गर्छौँ तपाईँले तर पछाडि हुन्छ ल बड्डा ल जाउँ ठोक्यो भने फेरि आमामा के हो यस्तो कहिलेबाट यस्तो हुन थाल्यो मेरो त के हो यस्तो यार छैन क्या यो ठाउँ है जाउँ हिँड्नुहोस् न अगाडि नै हिँड्नुहोस् न के भयो त्यो झुन्डाउनु न अगाडि झुन्डाउने ठाउँ होला त कोही मान्छे आउँदैछ कोही मान्छे फर्किँदैछ है के अगाडि आउँछ नि यार मान्छेहरू यार डर लाग्ने है ए आमा तर नयाँ वर्ष भएर होला रक गार्डनमा चाहिँ मान्छे आएछ धन्न नत्र यहाँ मान्छे नै आउँदैन थियो कि आउन छोडिसकेको थियो मान्छेहरू चाहिँ माथि भ्यू टावरसम्म चाहिँ जाने त्यस पछाडि चाहिँ मान्छेहरू चाहिँ नआइदिने कि त्यस्तो थियो भने मान्छेहरू यस्तो हुन्छ नि ए आमा पसलै लागेको छ त कहिलेबाट हो यस्तो भने छ्या इन्द्र भाइ ए इन्द्र भाइ कहिलेबाट यस्तो हो कि म नि हुर्केछु कहिलेबाट त्यस्तो पसल हुन थाल्यो यार पहिला हाम्रो अन्न थियो कि त यार भने यार ल मान्छेहरू अहिले जे भयो नि फाइनेन्सियल्ली कति बलियो छ भनेर यसरी थाहा हुन्छ कि सो मान्छेहरू चाहिँ फाइनेन्सियल्ली बलियो छ कि अहिले पछिल्लो समय चाहिँ अदरवाइज होइन जुन पहिलेको हिसाबमा होइन मान्छेहरू घुम्दैन थियो कि यसरी हेर्नु त पार्किङमा के हो यस्तो हेर्नुहोस् त कहिले यस्तो हुन्थ्यो र इन्द्र भाइ मान्छेसँग पैसा कति रहेछ नि नै भित्र भइ चाहिँ के र गीत भनिरहेको छ त होइन
ब्युटर भाँचिन्छ अन्त कम भारी अलि हेर्नु कस्तरी आएको ल जाम आमामा मान्छे हेरेर त हामी बक्कै परिरहेछ आज यार हेर त माथि ओ माई गड इन्द्र भाइ मैले रोल्पामा धेरै बजी मान्छे देखेँ यार हेलो होइन आन्टी पहिले त हेरिसक्यो अघि सबै दिदी नमस्ते कहिले आउनुभयो तिन चार दिन भयो सन्चै हुन्छ हामी त धेरै छ नि आन्टी आकाश दाइसँग आएको थिएँ कि मोटा छु र आन्टी मोटा छैन भर्खर आउनुभयो सबैजना चाहिँ आफ्नो रमाइलोमा नै छ कि है दाइ सबै आफ्नो रमाइलोमा छ होइन कोहीलाई के छ कोहीलाई के छ है हाम्रो साथीहरू राम्रो आउनुहुन्छ कस्तो चिज छ के हो यस्तो यहाँ त के मान्छे हुन् त यहाँ खै युजनहरू खै के हो यस्तो जहाँ गए पनि मान्छे छैन कहाँ गएर उभिने हो हेलो दाई हो भूपेन्द्र दाई हेर्नुहुन्न तिमी हामी त अड्डिम त भिट्टामा नि भाइ कान्छ के छ ठिक छ नमस्कार सर नमस्कार हजुर ह्याप्पी न्यु इयर है सर तपाईँले बोलाएको यार सुन्नु भएन यार भर्खरै यार पारी हेर्नुहोस् न फोटो खिचिराख्नु भएको छ नमस्कार सन्चै हुन्छ हजुर हजुर तर आज भिड चाहिँ बहुत धेरै छ कि ह्याप्पी न्यु इयर थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच कति बेला आयो मन धेरै भएको छैन यार आधी घन्टा जति भयो हाम्रो फोटो खिच्न मिल्दैन खिच्छ कि यार अलिक खिचौँला साथी चाहिँ खुब खुसी छन् हेरेर खै त आकाश दाइ खै त अझ हामी टिकटक बनाउनै बाँकी छ त यार के नयाँ वर्षको उपलक्ष्य भन्नु नि दिदी नयाँ वर्षको उपलक्ष्य भन्नुहुन्छ नयाँ वर्षको उपलक्ष्य भन्नु भनेको थाकिनु भयो आन्टी जानु खर्च नाच राख्नु जानु न खर्च नाच रमाइलो छ
भेटौँला तिमीसँग कस्तो राम्रो देखाएको छौ बहिनी लाग्यौँ हामी हजुर हाई 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 ब्लगको नाम के छ नि खै के छ भनिदियो यार के छ मेरो लागि ठिक छ मेरै नाम छ ओइ केटीहरु सबले त्यहाँ सब्स्क्राइब गर सबलाई देखाउनु पर्यो पछि होगेर सबैले सब्स्क्राइब गरिदिनु होला हैन च्यानलको नाम थाहा नभएर मात्र हामीले भेटेपछि त होगेर हैन नभेटेपछि के भन्ने हो ए मान्छे राम्रो भएर होला नि ल है बाई होइन के भइरहेछ यहाँ ओहो हामीलाई दिनुहुन्न हेर त आइसक्रिम एक्लै खाएको रे हेर खै हामीलाई आइसक्रिम ए हेर त पानी ओहो के रे फेरि बनाएर प्यारो भाइ रे पुरा फ्यामिली न्यू इयर भने यो हामी त बुढाले भने बुढीमा यस्तै हो हिमाल सर आयो विशाल सो नयाँ वर्षलाई पनि स्वागत गरियो हैन त्यही त भनौँ अब नयाँ वर्षलाई स्वागत गरियो and we're heading to the place where जहाँ चाहिँ हामीले टिकटक बनाएको थियौँ हैन त्यो ठाउँमा चाहिँ हामी जाँदैछौँ अहिले So guys, once again we're back to this place, beautiful place है हेर्नु न Wow, what a wonderful place, you know. सो गाइज अहिले चाहिँ हामी चट्ट डाँडाबाट होइन सनसेट चाहिँ हेर्दैछौँ है हेर्नुहोस् पछाडि कस्तो भ्यू छ चट्ट पारामा सनसेट चाहिँ भइरहेछ आजको भ्लग चाहिँ मैले सायद यहीँ टुङ्गाउँछु होला फर्किँदाखेरि अब रात पर्छ अनि फर्किँदा राति त गोप्रो त अन्धा हुन्छ फेरि सो बेलुका चाहिँ भिडियो बनाउँदैन होला मैले एन्ड थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो होइन लास्टमा जाँदा चाहिँ लाइक कमेन्ट अनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला हुन्छ बाई 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 यता अलि राम्रो देखेको थियो बाई बाई